पैसा जोगाउनु पर्यो के पैसा। यो किन जोगिँदैन पैसा? हजुरको हिसाबमा के लाग्छ भन्नु त? पैसा नजोगिने कुरा हो। पहिलो कारण पैसा नजोगिनेको पहिलो कारण खुद हजुरहरू हो। खुद पहिला आफूबाट सुरु गरौँ न हजुरहरू के छ यति दैनिक रूपमा विदेशको एक्टिभिटीहरू हेर्छौँ, रिसर्च गर्छु कि मैले होइन। अनि विदेशमा कोही दाजुभाइ हुनुहुन्छ अनि मैले खोजी गर्छु कि अनि स्यालेरी आउँछ है, यो महिनामा स्यालेरी आउँछ, यो महिनाको स्यालेरी तिर्ने त 2 महिना अगाडि खाइसकेको हुन्छ। किन? कहिले रक्सी खाइन्छ, कहिले तास खेलिन्छ, कहिले के कौडा चौडा खेलिन्छ होइन। कहिले कहिले त कोही साथीभाइ नि बनाउनु होला न, अफेयर भन्छ। त्यो पनि हुने कुरा हो नि, याद गर्नुपर्छ। अफेयर फ्रीमा चल्छ र पैसा होइन, गिफ्ट दिनु परेन, खुवाउनु पऱ्यो, रेस्टुरेन्ट लानु पऱ्यो, घुमाउनु लानु परेन हो। त्यो पनि पैसा हुने एउटा खर्च हुने एउटा माध्यम हो त्यो पनि। अनि अर्को आज 50,000 स्यालेरी आछ, यो हप्ता त सरी यो महिनामा त म ब्रान्ड आइफोन किन्ने हो भन्नुहुन्छ कि सोच। यो हप्ता त यो पैसाले मेरो मात्रै पैसाले पुग्दैन होला, साथीसँग नि मागेर ब्रान्डेड एउटा नाइकको न्यू ब्यालेन्सको जुत्ता किन्छु है भन्नुहुन्छ कि, यस्तो टी सर्ट किन्छु है भनेर भन्नुहुन्छ कि खुद के। त्यो आफ्नो कमजोरी के। खाने बानी छ, मैले भने 1 महिनादेखि अगाडि नै यो स्यालेरीको ऋण तिर्नु पर्ने हुन्छ, त्यो सबै कमजोरी आफ्नो हो। त्यही भएर पहिलो चरणमा के भन्छु भने धनी बन्ने कोसिस गर्नुपर्छ, धनी देखिने कोसिस गर्ने होइन। 50,000 तलब कमाउँछु, 1.5 लाख 1,90,000को फोन बोकेर मोबाइलको अगाडि के भन्छ ऐनाको अगाडि बाथरुममा गएर यसरी त्यो 4वटा आँखा देखाएर के हामी ठुलो हुन्छ र? वास्तविक जीवनमा धनी हुने हो के। 2 वर्ष ऐनाको अगाडि 3टा आँखा भएको आइफोन ठडाएर 2 वर्षपछि लगेज बोकेर आएर 15 दिन पछाडि आमासँग 100 रुपियाँ मागेर साथीको जनता जान पर्यो भने मजाक हुन्छ लाइफ? अनि जोगिन्छ पैसा, अनि भ्यालु हुन्छ हाम्रो, अनि प्रगति हुन्छ हाम्रो, अनि सधैँ वैदेशिक रोजगार झोला बोक्ने अनि जाने। त्यही होइन, यो कुरा मैले मनदेखि भनेको हो कि प्लिज अन्डरस्ट्यान्डिङ गर्नु होला। हिजोको दिनमा जे भयो अबको दिनमा नहोस्। यो परिवर्तन हजुरबाटै सुरु गर्नुपर्छ। एउटा कुरा भनेको आफ्नो क्षमता र खुबी अनुसार काम गर्ने हो कि। बचाउन जाने हो नि त, ब्रान्डेड लाउन देखाउन हो र? 2 वर्ष लाएर के हो नि त, 3 वर्षमा त सिद्धि त हाम्रो लाइफ त फेरि होइन हो। सुरु हामीबाट गरौँ। दोस्रो कुरा आफ्नो हाइजेनिक खाना पनि अलिकति खानु होला, स्वास्थ्यवर्धक खानेकुरा नि खानु होला। धेरै विदेशमा मासु नै सस्तो पर्छ भनेर मासु मात्रै खाइरहने होइन, क्या अनि पैसाको लोभ गरेर हस्टेलमा मात्रै खाइरहने, बाहिर अलिकति हाइजेनिक प्रोटिनयुक्त खानेकुराहरू भिटामिन सी युक्त खानेकुराहरू नखाने पनि गर्नुहुन्छ कसैले लोभी गरेर। त्यसो पनि गर्नु भएन, जीवन त स्वास्थ्य बचाउनु पऱ्यो नि त होइन, त्यो पनि खानु होला रहेको कुरा। अनि अलमोस्ट सकिन्छ भने 5 लिटरभन्दा बेसी पानी, 5 लिटर नघटाउनु होला, त्योभन्दा बेसी नै पानी खानु होला भन्ने मेरो अनुरोध। र अर्को एउटा के छ भने सुत्ने बेला खाना खानुको 45-55 मिनट अगाडि खाना खानुभन्दा अगाडि कहिले पनि नसुत्नु होला। र सुत्नुभन्दा अगाडि जहिले पनि सकिन्छ, अब ग्लास लिएर त हामीले आफ्नो बेडमा राखेको त हुन्न होइन, बोतलहरू हुन्छ, सकिन्छ भने आधा बोतल पानी खाएर 5-10 मिनट अगाडि सुत्ने बेलामा आधा बोतल मात्रै पानी खाएर सुत्नुभयो भने हार्ट एट्याक नेभर भन्नुहुन्छ कि। बुझ्नु भएको छ? कतै कतै सुन्नुभएको छ है? यो रुल्स फलो गर्नु होला, स्वास्थ्य पनि बचाउनु पऱ्यो, ठुलो कुरा रह्यो।